हेलो, मेरो यो जन्मस्थान पहिला यहाँ यो गाउँमा जाने मूल बाटो थियो। अहिले रोड आएदेखि चौतारी मात्र रह्यो। धेरै पुरानो हामी सानो छँदा सानो थियो नि, बुढो भइसकेछ अब त। मेरो म जन्मेको ठाउँ, हुर्केको ठाउँ यही हो है। मेरो कुल देवताको मन्दिर चिङ्गाड गाउँपालिका वडा नम्बर 5 मा अवस्थित रहेको कागमारी भन्ने ठाउँमा के यो चाहिँ यतातर्फ मन्दिर भयो। हालसालै गएको 2081 मा निर्माण गरिएको यो प्रतीक्षालय भयो हैन। अनि पार्वती मेरो गाउँ भयो। अनि यता माथि मेरो जन्मघर, घर चाहिँ खासै जन्मेको घर त छैन, तर पनि चेन्ज गरिएको छ। मेरो घर पर्छ त माथि, टक्कै माथि के। आज कुल देवताको पूजा, त्यही भएर आफू जहाँ रहे तापनि धामी झाँक्री देवता मान्नुपर्ने हुँदो रहेछ हैन, पुज्नु पर्दो रहेछ, नछोडौँ भन्ने के हैन। त्यही भएर कुल देवताको मन्दिर यो त्यो पछाडि। अनि त्यो ठ्याक्कै मन्दिरको टुप्पामा देखिएको चाहिँ दैलेख सुर्खेत जाजरकोटको सिमानामा पर्ने बुर्सेको लेख भन्छन् है हाम्रो गाउँतिर। ग्रामीण सडक भन्ने यही त होला हैन। पहिला यहाँ हामी खेती उत्पादन गर्थ्यौँ। हामीले छोडेदेखि अलिकति यो बाँझो जस्तो के बाँझो भएछ। अहिले आएर रोड हालेछन्, ठिकै छ। यसो पहिले र अहिलेको दाममा हेर्दा गर्दा हेर्नु यस्तो पनि रोड छ यार। ओहो, यो मेरो गाउँ। मेन रोड त्यो माथिको
हैन सिधै बाँकी चाहिँ ग्रामीण सडकहरू नि गाउँमा रोडको त राम्रै सुविधा रहेछ मेरो एउटा ड्रिम थियो क्या तर समय र परिस्थितिले नभ्याउँदाखेरि अलिक पुगेन नत्र यो बाटो मैले आफै खनेको अहिले नभनौँ समय र परिस्थितिले अलिकति गाह्रो बनायो आफैले एक्लैले खनेको बाटो एकदम खराब भएपछि त पहिला राम्रो थियो